ल हामी चाहिँ अब तल फोटोसुटको लागि जान लाग्दैछौँ अलरेडी जस्तै हो अलमोस्ट भन्दा सबै रेडी नै हो खाना मात्रै बाँकी हो एकजना साथी आउनु बाँकी छ एक जम्प हान्दैछ हिल लगाएर एक्साइटेड चिज मनाउन फरेन कन्ट्रीमा मैले त खासै अल्छ म मनाएको पनि छैन यो चाहिँ मेरो फर्स्ट टाइम हो तीज है हाई गाइस आज चाहिँ हामीले हाम्रो तीज त नेपालमा चाहिँ सकिसक्यो तर हामीलाई चाहिँ भर्खर लाग्यो त्यही भएर या ह्याप्पी तीज लेट भए पनि सबैजना चाहिँ चिटिक्क परेर खानासाना सबै पकाएर यहाँ पार्कमा एकछिन फोटोसुट अलिअलि फोटोसुट गर्न जाँदैछौँ हामी दिदीहरू यहाँ अगाडि हुनुहुन्छ अनि देखाउँछु गर्ल्स ग्याङ त्यही केही फरक पर्दैन के कति हामीसँग छौ मलाई कसरी क्यारी गर्ने पनि आइरहेको के हो कसरी सल्भ गर्ने सिस्टरहरूसँग पार्कमा हाई हाई यो चाहिँ हाम्रो घर छेउको पार्क हो आज स्काई कस्तो राम्रो देखेँ कस्तो घाम हजुर तिमी त के अरे कुन चाहिँ मुभीको रे कुछ होता है क्या हो मलाई नि मुभीको नामै थाहा हुन्न के युट्युबरहरूले चाहिँ युट्युबको लागि मेन्सन गरिदिने या स्योर वी गेट भइहाल्छ नि पहिला यो आजको डे जाओस् अनि सब आउँछ ल हामी चाहिँ यहाँ खिच्ने कुरा भयो सही हो ल एकछिन खिचौँ अब ओ सरी हाम्रो यहाँ टिकटक चलिरहेछ अघि मैले यहाँ श्रुतिकाको राम्रो टिकटक खिचिसकेँ दिदी पनि बिजी हुनुहुन्छ अब चाहिँ हामी घर जान लागेको हाम्रो फोटोसुट सकियो पछाडि खेलेकै छ यो मान्छेको मैले कतिवटा राम्रो खिचिसकेँ हिल पनि टुट्यो यहाँ अपडेट मेजर अपडेट यहाँ यस्तो भएको हो नयाँ हिल हो यो दिदीको यस्तै हुन्छ कहिलेकाहीँ लाइन छ त्यही पनि अब गाह्रो छ है ब्यालेन्स गर्नलाई यहाँ अब यस्तरी हिँड्न परिरहेको मान्छेले हामीलाई यहाँ छेउको मान्छेहरूले कस्तो राम्रो भन्न थालिसक्यो कम्प्लिमेन्ट दिइसक्यो पछाडि पनि फर्केर हेरे छन् होइन एक्सक्युज मी भनेर लुकिङ प्रिटी भनिदिरहेको दिदी हाम्रो वर्षा दिदी हुनुहुन्छ धेरै दिनपछि हामीले यो गरे हो क्या म त खासै झन् सजिन्न एकदम रियरै हो तीज मनाउने भनेर यस्तो अलिअलि तामझाम कस्तो फिल भइरहेको दिदी धेरै पछि अलिकति फन रिफ्रेसिङ जस्तो फिल भइरहेको मलाई चाहिँ सही हो साथीहरू अगाडि गइसक्यो हिँड्लाएर फेरि हिँड्न यस्तो गाह्रो भइरहेको तर जे भयो नि अलिकति हुन्छ नि राम्री भएर हिँडेपछि त्यो मुड नै छुट्टै हुने के गुडवाला फिलिङ के है यहाँ आएपछि कस्तो कहाँ हराए जस्तो भइरहेको थियो कि कहाँ के नमिलिरहेको हो कि के भइरहेको हो जस्तो लाग्ने अनि आज चाहिँ धेरै पछि नेपालमै हो कि जस्तो पनि भएको अलिक कनेक्टेड फिल भएको अलिकति सही हो यिनीहरू हिँड्दैछन् अगाडि दामी देखेछ आकाश कम्प्लिमेन्ट पनि कति लिनु होइन बाटोमा मान्छेहरू हेरेको हेरे किन हजुरको सरी मैले भन्नुपर्ने हो हजुरले गर्दा बिचरा मान्छे
हुन लेखेको चाहिँ भयो फोटोको खिच्न जाने बेबाट फर्किँदा जस्तो भाइ भोज खाना मात्रै बाँकी भयो है भोज खाना गएर फर्केर जस्तो भाइ छैन तर खान पाएन नि त अब खाने अब गएर चाहिँ खाने हो हामी चाहिँ यस चिकनमा नुन कस्तो भयो प्रिटी प्रिटी लिटल लेडी यम यम अब पनि फुज दिइहाल्ने क्या कस्तो राम्रो देखेको अलिअलि फोटो खिचिसकेपछि चाहिँ लगभग साँझ भइसकेको थियो अनि हाम्रो खाना रेडी थियो आएर हामी खाना खाएर त्यो दिन हामी त्यत्तिकैमा एन्ड गऱ्यौँ मैले चाहिँ सधैँ भिडियो एन्ड गर्न बिर्सिँदो रहेछु यो चाहिँ अब मेरो लागि रिमाइन्डर हो कि म नेक्स्ट टाइम चाहिँ भिडियो बनाउँदाखेरि मैले एन्ड पनि गरौँ सो द्याट्स अल सी यू गाइज इन अ नेक्स्ट भ्लग बाई बाई टेक केयर बाई